हेलो नमस्ते सबैलाई। हामी आज यो लभ डाँडामा होइन शहीद पार्कमा घुम्न आएका छौँ र यहाँनिर 30 रुपियाँ काट्नु तपाईँको हो ल यहाँनिर 30 रुपियाँ बेल हुने नि त ल। हामी यहाँनिर यो लभ डाँडामा चाहिँ आएर आज होइन तपाईँहरूलाई यो नयाँ दृश्यहरू देखाउँदैछु। लभ डाँडामा यो शहीद पार्कमा तपाईँको यो बजार मेला भयो एउटा यो शनिबारे मेला चाहिँ यहाँनिर पनि लाउन सकिन्छ भन्ने एउटा उदाहरण भर्खर तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। यहाँ यो गुडियाहरू चाहिँ होइन यो डलहरू भयो विभिन्न यहाँनिर चाहिँ होइन। हेलो हेलो नमस्ते हजुर सबैलाई। यहाँ सुन्नु न यो हाम्रो लभ डाँडामा चाहिँ होइन दुवैजनालाई चाहिँ होइन नयाँ वर्षको शुभकामना। हस् थ्याङ्क यू। अनि सुन्नु न यो लभ डाँडामा चाहिँ तपाईँको कस्तो देखिन्छ भने अहिले अब मान्छेको यति यो हाम्रो यो ठाउँमा चाहिँ तपाईँको बजार मेला भयो या बजार कुनै एउटा शनिबारे बजार चाहिँ यो ठाउँमा लाउँदा चाहिँ कस्तो हुन्छ यहाँनिर हेर्न सक्नुहुन्छ दृश्य पनि होइन। के छ यसमा तपाईँहरूले केही दुई शब्द भनिदिनु न, दुई शब्द ल सर। बजार लगाउँदा त धेरै राम्रो होइन, र यसको लागि चाहिँ एउटा कार्यालयबाट या कुनै एउटा समिति बनाएर हजुर बजार लगाउँदाखेरि राम्रो। ए ल ठिकै छ भनेपछि माहौल राम्रो छ। जोस् यो बजारको चाहिँ व्यवस्थापन यहाँनिर चाहिँ गर्दा अझै राम्रो देखिन्छ भनौँ न हुन्छ भन्ने यो ठाउँमा। किनकि अब पर्यटक अब घुम्ने होइन लगभग हजारौँको सङ्ख्यामा चाहिँ आज तपाईँले यहाँनिर पर्यटकहरू चाहिँ होइन नयाँ वर्षमा घुम्न आएको अवस्था देखिन्छ। ल हस् त हस् 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 हुन्छ 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 हस् ल साथीहरू। म आज तपाईँहरूलाई यहाँ देखाउँदैछु है त यो ठाउँको म यहाँ केही दृश्यहरू देखाउँछ। ल ठिक छ ठिक छ। ल यहाँनिर सबैलाई चाहिँ होइन नयाँ वर्षको शुभकामना छ है साथीहरू। ल यहाँ यो दुधौली नगरपालिका वडा नम्बर 10 मा रहेको यो शहीद पार्कमा लभ डाँडा भन्ने ठाउँमा चाहिँ तपाईँको यहाँनिर अहिले व्यापक घुइँचो हेर्न सक्नुहुन्छ। यहाँ यति यो अलिक आकर्षक ठाउँ पनि भयो एक होइन। यहाँनिर भिजिट गर्ने पर्यटक गर्ने होइन लगभग धेरै नै छ। लगभग हजारको सङ्ख्यामा चाहिँ यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ। घुम्न आएको छ सबै साथीहरूलाई। ल म अझै पनि तपाईँलाई देखाउँछु यहाँको यो ठाउँमा चाहिँ तपाईँको हजारौँको सङ्ख्यामा छ है साथीहरू। ल एकदम यो कमला खोजकै दुधौली नगरपालिकाकै तपाईँको आकर्षक ठाउँ एकदम भाइरल ठाउँ यो हो, यो लभ डाँडामा हो। र यहाँनिर अरू पनि के छ आकर्षक तपाईँलाई म अरू पनि देखाउँछु है साथीहरू। त्यसै गरी यहाँनिर छ यो दुधौली यो इङ्ग्लिस अल्फाबेटमा लेखिएको दुधौली भनेर ठुलो अक्षरमा चाहिँ होइन यहाँनिर लेखिएको छ। हेलो 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 ल हेर्न सक्नुहुन्छ है यहाँ हाम्रो लभ डाँडामा चाहिँ होइन तपाईँको बहिनीहरू आएको छ है। ल ल सबैलाई नयाँ वर्षको शुभकामना। ओ भान्जी हो अरे बारे म त यहाँ को हो भनेको त भान्जी रहेछ। ल ल ल ल ल ल भान्जी ल ए ल ओके हाई। र म त्यसै गरी यहाँनिर तपाईँलाई अघि भन्दै थिएँ यहाँनिर इङ्ग्लिस अल्फाबेटमा दुधौली अक्षर अलिकति यहाँनिर तपाईँको यो मदन भण्डारी राजमार्गबाट चाहिँ तपाईँको डाइरेक्ट तपाईँको यहाँनिर चाहिँ होइन सबैको दृश्य एउटा आकर्षण गर्ने होइन ठाउँ दुधौली बजारको एउटा भनौँ न दुधौली नगरपालिकाको यो एउटा चिनो हेर्न सक्नुहुन्छ। र त्यसै गरी म तपाईँहरूलाई यो DUDHAULI यो इङ्ग्लिस अल्फाबेटमा दुधौली लेखिएको। हेलो शुभकामना नयाँ वर्षको धेरै धेरै शुभकामना चाहिँ उनीहरू। ल त्यसै गरी यहाँनिर तपाईँको यो एउटा शान्तिको देश शान्तिको भूमि नेपाल एउटा कस्तो छ भने यो हाम्रो देशमा विश्वमा एउटा शान्ति सुव्यवस्था भनौँ न एउटा शान्तिको प्रतीक हाम्रो गौतम बुद्धको यहाँ शालिग हेर्न सक्नुहुन्छ। हेलो हेलो नयाँ वर्षको धेरै धेरै शुभकामना छ है त दुवैजनालाई। हस् ल हामी यहाँ यसो हल्का केही दृश्यहरू देखाउँदैछौँ। लभ डाँडामा पनि अलिकति
अलिक व्यापक भइसक्यो अहिले होइन त्यस कारणले यसो अलिकति देखाउँदैछु है त ल साथीहरू फेरि पनि म यहाँनिर अब तपाईँलाई अर्को एकदमै अब चाहिँ यो कस्तो हो भने चाहिँ दुधोली यो पार्कको भनौँ न हाम्रो यो शहीद पार्कको आकर्षक एकदमै तपाईँको यहाँनिर अब यो हाम्रो धर्म संस्कृतिसँग जोडिएको यो एउटा हाम्रो हिन्दू धर्मावलम्बीहरूको चाहिँ विशेष एउटा हाम्रो भोले बाबा होइन शङ्कर भगवानको चाहिँ यहाँनिर तपाईँको शालिक रहेको छ यो मूर्ति हो यहाँ तपाईँको ठ्याक्क जमिनबाट चाहिँ ठ्याक्क निक्लेको हो यो चाहिँ जमिनबाट निक्लिँदै गरेको यो शालिक मूर्ति हेर्न सक्नुहुन्छ यहाँनिर र त्यसै गरी अगाडि रहेको छ त्रिशूल र डमरू र हाम्रो भोले बाबाको हात यताबाट आशीर्वाद दिँदै गरेको र तल चाहिँ तपाईँको यहाँनिर चाहिँ तपाईँको यो शिवलिङ्ग भन्छ शिवलिङ्गको यहाँ तल तपाईँको यहाँनिर शालिक छ र त्यसै अरू पनि हामी यहाँ हेर्न सक्नुहुन्छ है साथीहरू कस्तो हो भने चाहिँ हाम्रो यो ठाउँ भनेको दुधोली नगरपालिकाकै आकर्षक ठाउँ लगभग तपाईँको यहाँ हजार लाखौँ मान्छे पर्यटक यो ठाउँमा चाहिँ घुम्न सकिन्छ र यो ठाउँ नै तपाईँको अझै अब मैले चाहिँ के भन्छु भने हाम्रो देशमा चाहिँ यो भ्रष्टाचारले चाहिँ होइन एकदम यतिसम्म कि यति भ्रष्टाचार गर्यो कि यिनीहरू आफ्नै खुट्टामा आफै बन्चहरू हाले जस्तो अहिले चाहिँ उनीहरूलाई फिल लाग्यो होला जस्तो लागिरहेको छ है किनकि जनताले परिवर्तन गरेर पनि देखायो अब पालो छ अब अहिलेको सरकारले अब हाम्रो देशमा केही परिवर्तन चाहिँ गरेर देखाउँछ कि भन्ने हाम्रो यो जनताको चाहिँ एकदम ठुलो आश छ र यहाँनिर तपाईँको के छ भने मैले यहाँनिर देखाउन सक्छु तपाईँहरूलाई हाम्रो यो ठाउँ चाहिँ अझै विकास गर्नु छ है अझै परिवर्तन गर्नुपर्ने छ यो लभ डाँडामा तपाईँको धेरै अझै ठाउँहरू हेर्न सक्नुहुन्छ तपाईँको लठालिङ्गै छ अव्यवस्थित छ एउटा बजार व्यवस्थापन यो ठाउँमा गरिदिएको भए चाहिँ तपाईँको अझै पनि तपाईँको यहाँनिर लाखौँ मान्छे चाहिँ यहाँनिर अटाउन सकिन्छ भन्ने यहाँनिर यो ठाउँ नै तपाईँको त्यो पर्याप्त देखिन्छ र अझै परिवर्तन चाहिँ चाहिएको छ यहाँनिर हेर्न सक्नुहुन्छ यो झन्डाले गर्दाखेरि चाहिँ तपाईँको एकदम आकर्षक देखिएको छ सबै झन्डाले पनि तपाईँको धेरै अहिले फोटो खिच्ने चाहिँ तपाईँको यो झन्डाले गर्दा अझै आकर्षक देखिन्छ है र अझै मान्छे यो फोटो खिच्नकै लागि पनि भए पनि यहाँनिर लभ डाँडामा आएर चाहिँ आउने गरिएको छ हेलो नयाँ वर्षको धेरै धेरै शुभकामना ओके वेलकम ल हाम्रो यहाँनिर लभ डाँडाको चाहिँ तपाईँको यो लभ साइन भएको यो तपाईँको यहाँनिर चाहिँ हार्डमा चाहिँ धेरै मान्छेहरूले चाहिँ यहाँनिर बर्थडे र फोटो खिच्ने गरेको छ यहाँनिरको चिनो लभ डाँडाको चिनो भनेकै यही तपाईँको शहीद स्मृति पार्कको तपाईँको यही चिनो चाहिँ लिएर चाहिँ तपाईँको यहाँबाट धेरै जसो मान्छेहरू यहाँबाट पर्यटकहरू लिएर जाने गरेको छ ल त्यो अरू पनि देखाउँछु म यहाँनिर ओ भटिज कतिखेर आएको ए ल कस्तो लागिरहेछ त ह्याप्पी न्यू इयर नयाँ वर्षको शुभकामना है त सबैलाई ल त्यसै गरी ओ भटिज ल हाम्रो बुहारीहरू पनि आएको छ ओ सोल्टिनी पनि छ ओ भटिज हाई गई हाई आफ्नै छु हेलो हाई ल सबैलाई म यहाँ सबैतिरको दृश्य देखाउँदैछु साथीहरू यहाँनिर तपाईँको लाखौँको सङ्ख्यामा तपाईँको आज चाहिँ यहाँनिर दर्शकहरू आएको छ भन्ने मैले यहाँनिर तपाईँलाई देखाउँदैछु यो दृश्यले चाहिँ अझै यहाँनिर परिवर्तन गर्नुपर्ने छ यो ठाउँमा चाहिँ अझै विकास पुगेको छैन भन्ने चाहिँ तपाईँलाई यहाँनिर हेर्न सकिन्छ र म तपाईँलाई यो मसी नयाँ वर्षको शुभकामना छ ल ओके वेलकम र देखाउँदैछु म ल है त
साथीहरू आँखा छोपिरहेको छ है यहाँनिर र म यहाँनिर यो एउटा दुईवटा भनौँ न यो तपाईँको यो दुई साइडमा चाहिँ हिँड्ने बाटो एकदम राम्रो छ होइन तपाईँको यसैको अब साइडमा रहेको यो जुन अहिले रातो माटो भनौँ न यो चाहिँ अलिकति अझै विकास यो अलिक गार्डन जस्तो बनाइदिएको भए चाहिँ यो ठाउँलाई चाहिँ होइन तपाईँ अझै मान्छेहरू चाहिँ यहाँनिर आउँछ होइन त्यस कारणले चाहिँ के छ नयाँ वर्षको शुभकामना है त म भर्खर आउँदैछु यसो हल्का भ्लग बनाउँदैछु ल त ल हेलो नयाँ वर्षको शुभकामना छ सबैजनालाई ओके र म तपाईँहरूलाई अझै पनि यहाँ देखाउँदैछु साथीहरू मेरो यो अहिले भ्लग 10 मिनटमा हिँडिरहेको छ र अझै पनि म यहाँनिर यो ठाउँलाई चाहिँ तपाईँ सरी है भाइ हजुर दर्शन नमस्ते ल है त यहाँनिर हेर्न सक्नुहुन्छ ल है त म अरू पनि देखाउँछु है त साथीहरू र हाम्रो यहाँनिर चाहिँ तपाईँको यहाँबाट हजारौँको सङ्ख्यामा तपाईँले यहाँ दर्शकहरू भनौँ न पर्यटकहरू विशेष गरी यहाँनिर चाहिँ घुम्न आउने पर्यटकहरू हजारौँको सङ्ख्यामा चाहिँ तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ हाई नयाँ वर्षको धेरै धेरै शुभकामना छ है त सबैलाई वेलकम ल है त ल हाम्रो यहाँ भाइरल टोरीहरू छ है त साथीहरू ल सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना छ है त मेरो काम चाहिँ आजको यसो नयाँ भनौँ न भ्यूहरू देखाइदिउँ सबैतिर छ यहाँनिर भरिएको है साथीहरू र अर्को यहाँनिर यो बर्थडे मनाउने ठाउँ विशेष गरी यहाँनिर चाहिँ धेरै मान्छेहरूले चाहिँ अझै ठाउँ पुगेन सानो भयो भन्ने कुरा चाहिँ होइन यहाँनिरको गुनासो आइराखेको छ सकेसम्म अझै गार्डन होइन राम्रो अलिक गार्डन बनाइदिएर चाहिँ यो ठाउँमा अझै धेरै विकास गर्नुपर्ने देखिन्छ ल अरू पनि यहाँनिर यो ठाउँमा चाहिँ अर्को देखाउँदैछ है त हेलो अर्को यहाँनिर चाहिँ तपाईँको के हो भने विकासको एउटा भनौँ न भ्रष्टाचार कसरी गर्ने कसरी गराउने होइन जुन एउटा ठाउँलाई चाहिँ तपाईँलाई यहाँनिर एउटा लठालिङ्ग तरिकाले चाहिँ छोडिदिने होइन बनाउने र यो आधा उधीमै काम सकाइदिने यो अहिले ताल थियो यहाँनिर चाहिँ बनाउने होइन त्यो तरिकाले यहाँ ताल बनाउने भनेर चाहिँ यहाँनिर बनाइयो तर त्यो बिचमै लठालिङ्ग तरिकाले यहाँनिर छोडिदिएको अवस्था छ यो ध्यान आकर्षण होस् अहिलेको नयाँ सरकारलाई नयाँ अहिलेको प्रदेश माननीय ज्यूहरूलाई चाहिँ प्रदेश जस केन्द्र अहिलेको प्रतिनिधि सभा माननीय ज्यूहरूलाई चाहिँ मैले यहाँनिर ध्यान आकर्षण गराउन चाहन्छु हेर्न सक्नुहुन्छ साथीहरू यसलाई अझै व्यवस्थित तरिकाले होइन गर्यो भने चाहिँ के हुँदैन भन्ने एउटा होइन उदाहरण देखाउनु पर्ने देखिन्छ र ल हेर्नु हेलो ल नयाँ वर्षको धेरै धेरै शुभकामना है सबैलाई हान्जी ओके वेलकम ल म यहाँनिर हेर देखाउँदैछु है त साथीहरू ल मैले कति मान्छे देखाएँ त यहाँ पर्यटकहरू घुम्न आउने मान्छेहरू चाहिँ होइन तपाईँको यहाँ हजार छ है हजार छ ल यो ठाउँमा चाहिँ तपाईँको जे होस् अरू के हो भनेपछि यहाँनिर ताल हुन नसके पनि यहाँनिर चाहिँ मनोरञ्जन एउटा अलिकति राम्रो जे होस् यो ठाउँमा आएर चाहिँ बच्चाहरूलाई फ्यामिलीहरूलाई घुमाउनलाई होइन खेल्ने घुमाउने पिङ हल्ने विभिन्न यहाँनिर चाहिँ तपाईँको बच्चाहरूलाई विशेष गरी रमाइलो गर्ने ठाउँ अलिक बनाइदिएको देखिन्छ यहाँनिर र सदुपयोग केही हदसम्म गर्न खोजेको हो नगरपालिकाले तर यो ठाउँमा यो जुन अहिले पिङहरू राखिएको छ बच्चाहरूलाई खेल्ने पिङ होइन खेल्ने हरेक चिजहरू राखेको छ तर यो ठाउँमा राख्ने चाहिँ होइन है यसलाई चाहिँ व्यवस्थित तरिकाले अलिक कुनै ठाउँमा चाहिँ होइन अलगै ठाउँ एउटा गार्डन बनाइदिएर होइन बच्चाहरू खेल्ने गार्डन फ्यामिलीहरू घुम्ने एउटा छुट्टै गार्डन होइन बनाइदियो भने चाहिँ यसलाई व्यवस्थित तरिकाले लान सकिन्छ ल अब गर्न नसक्ने के छैन र होइन नेपालमा अहिले अब ल त्यसै गरी म यहाँ अझै पनि तपाईँलाई देखाउँदैछु है त साथीहरू ल
उद्देश्य पनि यो अहिले हाम्रो यो ठाउँमा यो दुधौली नगरपालिका वडा नम्बर 10 मा चाहिँ एकदमै यो ठाउँ चाहिँ बनाउनुपर्छ भन्ने एउटा सबैलाई ध्यान आकर्षण होस्। दुधौली नगरपालिका लाई पनि यो यसमा म के भन्न चाहन्छु भने अर्को एकदमै इम्पोर्टेन्ट कुराहरू के छ भने भ्रष्टाचार जसरी अहिले र मैले यो फेरि जोड्न चाहे जसरी भ्रष्टाचारबाट चाहिँ हाम्रो देशमा जुन विकास जुन गति 10 वर्षमा हुने काम तपाईँको 20 वर्ष लगाइदिने होइन त्यस्तो खालको चाहिँ काम गतिविधि हाम्रो देशमा भइराखेको छ। त्यसैले पनि हाम्रो देश पछि परेको हो। यहाँनिर हाम्रो देश कानुन त छ तर त्यो कानुन पालना नगर्ने होइन तपाईँको कानुनको कुनै यहाँनिर चाहिँ उल्लङ्घन गर्ने कानुनै उल्लङ्घन गर्ने डन बन्ने म भन्दा को छ र म चाहिँ यो कानुन मान्दैन यो चाहिँ सर्वहारा वर्ग जनतालाई मात्रै यो चाहिँ कानुन होइन लाग्ने र देखिन्छ हाम्रो देशमा अब परिवर्तन हुन्छ भन्ने मलाई लागिरहेको छ। ल हस् त अहिलेलाई म यति नै जोडेँ। हस् त धन्यवाद।